गैडु गैडु आदरणीय सुमन दाइ आदरणीय बन्धुले परिवार मार्फत आर्थिक सहयोग गरेर बोल्नु भएको छ। तपाईँ जहाँ भए पनि माइक भएको स्थानमा आइदिनु सुमन दाइ पूजा लिएर आउनुभएका आदरणीय बन्धुहरू अनिवार्य रूपमा पूजा गर्नका किनभने पूजा तपाईँको अनिवार्य रूपमा पूजा अघिको बार सिरियल हो कि न अघिको बार सिरियल हो कि नि 151 हैन 151 ठिकै छ यताबाट के त यतातिर भान्सा आइगयो नि आयो उता फाट पनि आएन ल दसैँको डाँडोबाट बाडबन्देको डाँडो यो सबै आयो डाँडा त यो चाहिँ घामको चाहिँ उसले गर्दा अलिअलि देखेछ यो निगालोको रहेछ यहाँ रुख रहेछ उता ढलानबाट पनि देखिएछ है अनि यहाँबाट माथि मनोकामनाको मन्दिर देखेको छ डाँडोमा है अनि त्यसपछि आएर यो उतापट्टि यी सुविडीहरूको चाहिँ दिवाली गर्ने ठाउँ दिवाली हुँदैछ थोरीबारी बाई कता हिँडिहाल्यो ल सुमो पनि आइपुग्यो है तोरी का फूल देखियो तोरी का फूल सिदेल बन्धुहरूका सवारी साधन लगाएर भाइ सिगदेलकुल मन्दिर प्रवेशद्वारमा भेला सुरु भयो भित्र जानलाई आज कुलदेवताको पूजा
जहाँ जहाँ जन्म जय 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 श्री राम हर महादेव नमस्कार म आरके सिक्देल आज कुलदेवताको पूजा हामी सबै कुलदेवताको मन्दिरमा छौँ यहाँ हाम्रो कुलदेवताको पूजा भएको लगभग 400 वर्ष भयो श्री नरसिंह मल्लको पालामा यहाँ उहाँको राज्यमा हैजा फैलिएको थियो र हैजा शमन गर्ने व्यक्तिको रूपमा प्रथम पुरुष सदाशिव भन्ने हुनुहुन्छ उहाँले नै यो ठाउँमा कुलदेवता ल्याएर पूजा गर्ने चलन चलाउनु भयो यो चाहिँ लगभग धेरै वर्ष भयो 400 वर्ष पुग्नु लाग्यो के रहेछ भन्ने कुरो त्यति बेला राजालाई एकजना जान्डीको आवश्यकता थियो र कहाँबाट थाहा भएर उहाँको वासस्थान पुगेर उहाँलाई यहाँ ल्याएर त्यो हैजाको रोग चाहिँ निर्मूल भयो उहाँले गर्दाखेरिमा अनि त्यसरी राजाले यहीँ बस्नुपर्छ बाजे भनेर चाहिँ पण्डित बाजे यतै बस्नुपर्छ भनेर भन्दाखेरिमा अनि उहाँले चाहिँ सर्त चाहिँ मान्छु तर मेरो पनि 2-3 सर्तहरू छन् भनेर भन्नुभएछ म बस्ने ठाउँमा हिमाल देखिनु हुँदैन अनि त्यसपछि कुखुरा बासेको हुनु हुँदैन र अर्को चाहिँ टिमुर घारी हुनुपर्छ भन्ने कुरा थियो र पहिला यता चाहिँ टिमुर घारी धेरै रहेछ टिमुर घारीमा वासस्थान बनाएर यही ठाउँमा बस्नुभयो त्यसको पारिपट्टि छ मन्दिर चाहिँ यहाँ हो हाम्रो अहिलेको उता मन्दिर यहाँ वर्षै नै चाहिँ धान्य पूर्णिमाको दिन यो यमोरी पूर्णिमाको दिन चाहिँ पूजा हुन्छ सबै ठाउँबाट जम्मा भएर चाहिँ पूजा गरिन्छ र आजको दिन नेपाल सरकारले बिदा पनि दिएको छ धान्य पूर्णिमाको रूपमा हामी अरूभित्र पनि हेर्दैछौँ दृश्य यस्तो छ यो सब वर्षी नै बन्दै 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 यसरी बनेको छ यो मन्दिर यो कार्य समितिलाई धन्यवाद दिनुपर्छ यो रूपमा थिएन पहिला त्यो रुख मुनिबाट मन्दिर थियो भने त्यहाँ चाहिँ नि साँगुरो ठाउँ थियो भान्सा त्यही माथि नै हो बसेर खाने त्यहाँ तलपट्टि पूजा गर्न थालियो हो तपाईँ देखिरहनु भएको छ पूजा चाहिँ नि सम्पन्न हुँदैछ केही समयमा सम्पन्न हुन्छ त्यसपछि हामी खिर पापड र चाहिँ नि मुलाको साग र चाहिँ मुलाको चाना साग र खिर खाएर हिँड्छौँ करिब सकिन लाग्छ यसको माथि डाँडामा एउटा स्विडीहरूको पनि आज नै दिवाली हो उहाँहरू पनि गर्दै हुनुहुन्छ यो खोजलाई यसरी सम्पन्न बनाएर राम्रो बनाएर पूजा गर्न थालेको पनि धेरै भएको छैन केही वर्ष मात्रै भएको छ यो जाँगहरू र उत्साहित युवाहरू हुनुहुन्छ हाम्रो बन्धुहरू उहाँहरूले चाहिँ यो सब गर्नुभएको छ उहाँलाई हृदयदेखि धन्यवाद छ हामी पाइक पर्ने सिक्दै बन्धुहरूले यहाँ आएर पूजा गर्नुभयो हुन्छ कुनै रोकटोक छैन हुँदैन